दाइ दाइ सुन्नु न हजुर हजुर मसँग एउटा फोन छ कि त्यो किनिदिनु न यो छ हेर्नु त लक खोलेर देऊ त लक खोलेर एकदमै राम्रो छ 13 कति जति आउँछ दाइ यो फोनको यसको 60,000 आउँछ भाइ दाइ 60,000 नभन्नु न मलाई तानतुन गरेर यसो मिलाएर 82,000 जस्तो गरिदिनु न एकदम 82,000 त हुँदैन 60,000 को फोन हो भाइ यो त होइन दाइ गरिदिनु न एकदम इमर्जेन्सी अप्पर परेको छ क्या बुझ्नु न अलिकति अप्ठ्यारो परेको छ के इमर्जेन्सी कोही हस्पिटलमा छ कि क्या कोही मान्छे होइन दाइ म तपाईँलाई भन्छु कि कसरी नभन्नु नि अस्ति आन्दोलन हुँदाखेरि क्या मैले भाटघाटीबाट एउटा रक्सीको बोतल चोरेर लगेको थिएँ अब सबैजना लग्दा मैले लिएर गइहालेँ अब रक्सी खाइसकेँ अब पुलिसले मलाई खोजिरहेको रहेछ क्या सिसी क्यामेराको फोटोबाट अनि त्यो रक्सीको प्राइस 82,000 रहेछ मसँग पैसा छैन दाइ यो प्लिज यसलाई अलिकति ताम गरिदिनु न दाइ जस्तो पनि गरिदिनु दाइ कसैलाई नभन्नु ल गरिदिनु न दाइ आज लास्ट डे त दाइ पुलिसले मलाई लिएर जान्छ गरिदिनु न अब त 4 आना सक्दिनँ भाइ 4 आना तिमीले रक्सी चोरेर किन खाएको त्यहाँबाट भाटपाटीबाट हुँदैन अब दाइ त आवेशमा आएर हो दाइ गरिदिनु न यसले पनि खान्छ तेरो फोनले यसको पनि फोन गरेर थपेर दाइ दुईवटा फोन दिन्छु दाइ दाइ मिलाएर गरिदिनु न दाइ आज लास्ट डे हो दाइ आज लग्छ क्या दाइ हामीले लग्छ गरिदिए ल अब चाहिँ चोरेर नखाऊ नि ल दाइ ल ल ल ल जाऊ अबदेखि यस्तो चोर्ने काम नगर ल ल ल